वाउ हामी सुरु भइरहेछ है यतातिर हेलो गाइज अहिले चाहिँ हामी यहाँ दक्षिण कोरियाको यो फायर फेस्टिभलमा आइरहेको छु नेपालमा चाहिँ जेन्जी आन्दोलन भइरहेछ कोरियामा चाहिँ दक्षिण कोरियामा चाहिँ यो फायर फेस्टिभल सुरु भइसकेको छ यो चाहिँ सौलमा नजिकै रहेको हान रिभर भनौँ हानगाङ नदी छेउमा चाहिँ हामी आएर जो चाहिँ के छ भने आज हामी कोरियाको यो जेन्जी आन्दोलनमा आएको छौँ होइन नेपाल जिन्दाबाद हो हाम्रो लागि कोरियामा भए पनि नेपाल जिन्दाबाद छ जेन्जीको आन्दोलन होइन यो चाहिँ फायर फेस्टिभल अब छुच्चे भनौँ न परम्परा हेर्न आएको कति धेरै मान्छे भिडका लाग्छ हो यहाँ हेर्नै नसक्ने गरी ठाउँै छैन कता कता जाने कहाँ जाने अलमलमा परिरहेछौँ हामी चाहिँ त्यही पनि हिँडिरहेछौँ घुमिरहेछौँ होइन तपाईँहरूलाई चाहिँ मेरो अभित धिमाल भ्लगमा देखाइरहेको छु यति धेरै मान्छे छ नि यहाँ बाटै छैन रोड पनि बन्द भइरहेछ मान्छे हिँड्नको लागि मात्र बनाएको छ कि आज भोलिको लागि चाहिँ यो आम्मो के हो यो टोयलेटको लाइन पनि यति धेरै मान्छे रहेछ यार आज त यहाँ त गाह्रो छ यहाँ हाम्रो साथीहरू चाहिँ अब दाईहरू भनौँ न यतातिर अब बिच बाटोमै आज जेन्जीको आन्दोलन जस्तै नेपालमा जता हिँडे पनि भयो होइन जो वा छिन्छ सारीको आउँछ वा मान्छेहरू यत्तिकै बसिरहेछ के चाहिँ थुरा खायो के चाहिँ थुरा खायो दक्षिण कोरियामा पनि यो फायर फेस्टिभल सुरु हुन आँटेको छ होइन आज बेलुका 8 बजेदेखि सुरु हुन्छ मान्छेको भिड यति धेरै छ नि राम राम तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ सबैतिर बस्ने ठाउँै छैन क्या गाइज बस्ने ठाउँै छैन होइन हिँड्न त अब बाटो पनि बिस्तारै हिँड्नुपर्छ यति धेरै भिड छ धेरै मान्छे छ कि यहाँ छुच्चे फायर फेस्टिभल हुन आँटेको छ We are Nepal. Korea. Korea? Yes, Korea. 한국 사람이요? 네, 한국 사람이에요. 네, 반갑습니다. 여기 축제 처음에 왔을 때 보는 거 여기 왔어요. 최고예요. 네, 감사합니다. 감사합니다. 네. कोरियनले चाहिँ यहाँ पर्व भनौँ न छुच्चे फायर फेस्टिभलको लागि राम्रोसँग हेर्नु भनेर हामीले चाहिँ अब शुभकामना दिनुभयो विस गर्नुभयो लामादा र मलाई होइन यता को हुनुहुन्छ आज चाहिँ मान्छे यति धेरै भिड छ नि राम भिडको त अब कुनै छैन नेपालमा जेन्जीको आन्दोलनभन्दा बढी छ होला मान्छे त यहाँ त होइन यहाँ पनि यस्तोहरू बेच्न राख्दो रहेछ केटाकेटीले खाने खेल्ने टक्क मजाले कस्तो मजाले बनाउँछ खानेकुरा दल कहाँ गयो हाम्रो दाईहरू हराउन आँटिसकेन अदि अदि ने बसेर खान मिल्ने ठाउँ पनि रहेछ टेनै टेन छ कति धेरै लास्टै
यो त हिजै आएको होला होइन लामा त यिनीहरू हिजै अस्तितिर सुत्न आएको होला यहाँ हामी पनि भरे यतैतिर सुत्ने हो अब आज यतैतिर सुत्दाखेरि कसैले केही गर्दैन फेरि यो होटल बुकिङ गर्नु पर्यो भने अलिकति कता कता खोज्नुपर्छ आजको रात चाहिँ होटलै छैन होला पाउँदैन नि होइन होटलै पाउँदैन होटल नपाएर चाहिँ कोरियामा पनि टेन्ट लाएर बसिरहेछ यतातिर देख्न सक्नुहुन्छ त्यस्तै छ यतातिर त्यस्तै छ 어디야? 아니 씨발 나 니네 만나야 되는데 지금 삐졌어. 그냥 있는 데나 있으면 앞으로 뭐가 보여? 너네 지금 우리가 그 아까 우리 걔 뒤에 있잖아. फायर फेस्टिभल वाउ हेलो गाइज अहिले चाहिँ दक्षिण कोरियाको यो फायर फेस्टिभल सौलमा भइरहेको हान रिभरमा चाहिँ अहिले सुरु भइसकेको छ तपाईँहरू देख्न सक्नुहुन्छ यता पछाडि जस्ट लुकिङ वाउ एकदम राम्रो छ है गाइज आजको फायर फेस्टिभल एकदम राम्रो र रमाइलो भयो छेमी साँच्चै नै रमाइलो भयो हस् त गाइस है मेरो यो पार्ट 1 फायर फेस्टिभल 2025 को चाहिँ आज यति नै बाँकी पार्ट 2 फेरि छिट्टै लिएर आउने छु त्यति बेलका लागि चाहिँ मेरो अभि धिमाल भ्लगलाई कमेन्ट सब्स्क्राइब शेयर गरिदिनु होला सो हेलो गाइस सम्पूर्णमा दर्शन नमस्कार स्वागत छ मेरो अभि धिमाल युट्युब च्यानल भ्लगमा म चाहिँ अहिले दक्षिण कोरियाको यो हान रिभर हानगाङ नदी छेउमा आएर फायर फेस्टिभल छुच्चे पर्व हेरिरहेको छु हैन तपाईहरु देख्न सक्नुहुन्छ यतातिर अब सुरु भए फायर फेस्टिभल छुच्चे हेर्ने मान्छेहरु कति धेरै जना हुनुहुन्छ के यहाँ यतातिर सबले मोबाइल निकालेर फोटो भिडियो खिचिरहेको वाउ वाउ चिन्ता छेमी वाउ यतातिर खानेकुरा छ
फेस्टिभल भइरहेको छ क्या वाउ दक्षिण कोरियामा चाहिँ यस्तो बाटोभरि यो पर्व भनौँ न कार्यक्रम हुँदाखेरि चाहिँ यस्तो खानेकुराहरू पनि राखिरहेको हुन्छ तपाईँहरू देख्न सक्नुहुन्छ